ल आज हामी सब्जेक्टको बारेमा पढ्छौँ र यो भिडियो बनाउनुभन्दा अघि हामीले के बुझ्नुपर्छ लेटरका ग्रुप बनेर वर्ड बनेका हुन्छ र वर्डका ग्रुप बनेर सेन्टेन्स बनेका हुन्छ र सेन्टेन्सका ग्रुप बनेर प्याराग्राफ बनेका हुन्छन्। अब हामी यो सबै हामी इङ्ग्लिस जब हामी सिक्छौँ भने सबभन्दा बढी ध्यान दिन्छौँ हामी यो सेन्टेन्समा। सो यो हामी सेन्टेन्सको कसरी बनावट, कसरी स्ट्रक्चर भएको छ, अब त्यो स्ट्रक्चर हामीले बनाऊँ। अब स्ट्रक्चर बनाउँदा के हुन्छ, सब्जेक्ट हुन्छ र भर्ब हुन्छ और अब्जेक्ट हुन्छ। सब्जेक्ट प्लस भर्ब प्लस अब्जेक्ट। हामी दुनियाँको कुनै पनि वाक्य अहिले पनि हामी बोल्दैछौँ कुनै पनि वाक्य त्यसमा सब्जेक्ट हुन्छ, भर्ब हुन्छ, अब्जेक्ट हुन्छ। सो हामीले यसमा अब फोकस गरेर हामी पढ्छौँ। अब यसमा पहिलो पार्ट छ सब्जेक्ट। आज हामी सब्जेक्टको बारेमा डिपली पढ्छौँ। अब यहाँ हेर्नुहोस्, यहाँ सब्जेक्टको नेपालीमा हुन्छ विषय र यसको अब डेफिनिसन के छ? अब यसको डेफिनिसनमा भनेको छ जसको वा जुन वस्तुका बारेमा कुनै कुरा गरिन्छ त्यसका लागि के भनेको छ, जसको वा जुन वस्तुका बारेमा कुनै कुरा गरिन्छ त्यसलाई सब्जेक्ट भनिन्छ। भनेको हामी कुनै पनि कसैको बारेमा कुनै सब्जेक्टै लिएर कुनै कुरा गर्छौँ, हो त्यही त सब्जेक्ट हो। यहाँ भनेको छ हामी जसको बारेमा भन्छौँ त्यही सब्जेक्ट हो। त यो डेफिनिसन एकदम सिम्पल डेफिनिसन छ, हामी बुझ्न सक्छौँ। अब एक्जाम्पलबाट हामी पनि बुझौँ ल। यहाँ के भनेको छ, राम इज अ क्लेभर बोइज। राम इज अ क्लेभर बोइज। अब हेर्नुहोस् त यहाँ क्लेभर बोइज के छ, राम छ नि। अब रामलाई नै केही कुरा भनिरहेछ भने राम के भयो, सब्जेक्ट भयो। यहाँ रामको बारेमा भनिरहेछ नि त राम क्लेभर बोय हो भने रामको बारेमा छ नि त राम के भयो, यहाँ राम के भयो, सब्जेक्ट भयो। जस्तै हामीले यो डेफिनिसनमा भनेको छ के आधारमा यो राम भयो हाम्रो सब्जेक्ट। अब अर्को डेफिनिसनमा के भनेको छ कि सब्जेक्ट विषय भन्नाले वाक्यमा प्रमुख कुरा, व्यक्ति, वस्तु जनाउने भाग हो जसले क्रियाको काम गर्छन्। यहाँ के भनेको छ, अब सब्जेक्ट भनेको त्यो मुख्य व्यक्ति पनि हुनसक्छ, वस्तु पनि हुनसक्छ र ठाउँ पनि हुनसक्छ र जसले भर्बको प्रयोग गरेर एउटा त्यसको काम गर्छ या भाग लिन्छ, जसले भर्बको काम गराउँछ। अब हामीले यो यहाँबाट पनि प्रश्न भइसकेका छौँ। यहाँ राम्रैसँग भनेको छ, यहाँ अलिक कन्फ्युजन भयो होइन। त यहाँबाट हामी सिम्पली बुझ्ने विषय भनेको कुनै वस्तु वा कुनै व्यक्तिको बारेमा हामी कुरा गर्छौँ, त्यो व्यक्ति या वस्तु के हुन्छ, विषय हुन्छ। या कसैको बारेमा भनिन्छ नि, जुन बारेमा भनिन्छ त्यो सब्जेक्ट हुन्छ या त्यो विषय हुन्छ। अब अर्को कुरा यहाँ हामीले के बुझ्नुपर्छ, सब्जेक्ट विषयलाई कसरी चिन्ने। अब चिन्ने तरिका के छ, अब कुनै वाक्य दिएको हुन्छ, को र केबाट हामीले त्यो प्रश्न गर्दा त्यो वाक्यलाई के र कोलाई प्रश्न गर्दा उत्तर आउने त्यही विषय हो। जस्तै हामीले हो के को हुन्छ, वाट को के हुन्छ, यो दुइटैलाई मिलाएर भर्ब सेन्टेन्समा हुन्छ, मिलाएर हामीले दिन्छौँ भने हामीले यहाँ को र के र प्लसमा भर्बको प्रयोग गरेर एउटा क्वेसन बनाउँछौँ कुनै पनि सेन्टेन्सको। अब त्यो क्वेसन भनेपछि त्यसको उत्तर त आउँछ हो। अब त्यही सेन्टेन्समा उत्तर रहन्छ। अब उत्तर के आउँछ त्यही त हाम्रो चाहिँ सब्जेक्ट हुन्छ। जस्तै अब हाम्रो एउटा यो दिएको छ, सेन्टेन्स दिएको छ, द रेड कार स्टप। भनेको छ रेड कार स्टप। अब यसलाई एउटा को र केबाट प्रश्न सोधेर अर्को हामी क्वेसन बनाऊँ। त मैले क्वेसन बनाएँ, जस्तै हामीले क्वेसन बनायौँ के स्टोभ भयो, के स्टोभ भयो। अब उत्तर के आउँछ, द रेड कार स्टोभ भयो नि, त रेड कार के भयो, हाम्रो सब्जेक्ट हुन्छ। अब अर्को नोटमा हामीले के बुझ्नुपर्छ, अब नोटमा के भनेको छ, नोटमा के भनेको छ, कुनै सेन्टेन्समा सब्जेक्ट लुप्त अवस्थामा रहन्छ, त्यस्तो सेन्टेन्सको प्रारम्भ मुख्य क्रियाबाट वा डन्टबाट हुन्छ, त्यसमा लुप्त अवस्थामा रहने सब्जेक्ट यु हो। जस्तै यहाँ के भनेको छ, कुनै सेन्टेन्समा के हुन्छ, हाम्रो चाहिँ लुप्त अवस्थामा हुन्छ, सब्जेक्ट हुँदैन तर हामीले मान्नुपर्छ त्यहाँ यु हुन्छ। जस्तै इम्पेरेटिभ सेन्टेन्समा हुन्छ कम हेयर, यहाँ दिएको छ नि कम हेयर, डोन्ट गो देयर। अब यो अवस्थामा हामी त यति बोल्छौँ कम हेयर, तर यहाँ हामीले बुझ्नुपर्छ यु पनि छ। यो यु के छ, सब्जेक्ट छ। यहाँ यु डोन्ट गो देयर, यहाँ डोन्ट गो देयर लेखेर हुन्छ भने अगाडि के बुझ्ने, यु छ। त यस्तो अवस्थामा हामीले लुप्त अवस्थामा यहाँ अगाडि यु सब्जेक्ट हुन्छ भनेर हामी बुझ्यौँ। अब अर्को इट र देयर, कुनै वाक्यलाई स्टार्ट गर्ने तर अर्थ नदिने।
अब इट देयर कुनै कुनै वाक्यमा के हुन्छ, इट र देयरबाट स्टार्ट हुन्छ भने इट र देयर हामीले इट र देयरलाई हामी डमी सब्जेक्ट भन्छौँ, डमी सब्जेक्ट भन्छौँ। किनभने यो इट र देयरको त्यो वाक्यमा कुनै मतलब हुँदैन, त्यो सेन्टेन्समा कुनै मतलबै हुँदैन। अब जस्तै भनेको छ इट इज रेनिङ, इट्स डेम, इट भनेको डेमी सेन्टेन्स हो। किनभने यहाँ इट इज रेनिङ भनेको यो वर्षा भइरहेको छ, यसरी हामी त भन्दैनौँ नि। हामी यो भन्छौँ कि बारिस भइरहेछ, वर्षा भइरहेछ, यसरी भन्छ वर्षा भइरहेको छ भने यो सेन्टेन्सलाई इङ्ग्लिसमा लेख्छु इट इज रेनिङ। यहाँ इटको कुनै मायने मतलब हुँदैन, कुनै त्यसको मतलब हुँदैन, अर्थ हुँदैन। देयर आर 3 बुक्स अन द टेबल, त यहाँ हामी के यसको अर्थ नेपालीमा हुन्छ, यहाँ 3वटा बुक टेबलमाथि छ। त भनेको देयर हामीले प्रयोग गर्यो त्यो एउटा सेन्टेन्स र स्टार्ट दियो यो सेन्टेन्सलाई, मात्र स्टार्ट दिनलाई, अर्थ नदिनलाई, अर्थ नदिने तर स्टार्ट दिने सेन्टेन्सलाई, त्यही भएर हामीले प्रयोग गर्यौँ। ल यति हामी बुझ्यौँ आज सेन्टेन्सको बारेमा।